आज देशभरका धेरै ठाउँमा दिनभर जसो झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक दुई ठाउँमा ठुलो पानी पर्ने सम्भावना छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। गैराती कोशी, मधेस प्रदेशका केही ठाउँमा ठुलो पानी परेको छ। सर्लाही, सप्तरी, रौतहट, उदयपुर लगायतका ठाउँमा ठुलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। ठुलो पानी परेका ठाउँमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। पानीको बहाव बढेपछि कोशी ब्यारेजका 52वटा मूल र 4वटा नहरको गरेर 56वटा ढोका मध्ये 35वटा ढोका खुल्ला गरिएको र खतरा स्वरूप रातो बत्ती बालिएको जनाइएको छ। मनसुन बाहिरिने बेला किन सक्रिय भयो? औसत रूपमा अबको 15 दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय भए पनि अहिले सक्रिय बन्न थालेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापिय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर र बङ्गालको खाडीबाट जलबाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन सक्रिय भएको जनाएको छ। महाशाखाका मौसमविद रोजन लामिछानेले प्रायजसो बहिर्गमन हुने समयमा मनसुन सक्रिय हुने गरेको बताउनुभयो। सामान्यतया अक्टोबर 2मा मनसुन बाहिरिने गर्छ। मनसुन बहिर्गमन हुन 15 दिन बाँकी नै छ। कहिलेकाहीँ मनसुन लम्बिन पनि सक्छ। यो वर्ष सरदर मितिमै मनसुन बहिर्गमन हुन्छ वा हुँदैन अहिले भन्न सकिने अवस्था छैन, उहाँले भन्नुभयो। लामिछानेका अनुसार आज पनि देशभर साधारणतया मौसम बदलिरहनेछ। बागमती र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको जनाइएको छ। यो सँगै आज देशका केही नदीहरूमा पानीको बहाव पनि बढ्न सक्छ। विभागका बाढीविद विनोद पराजुलीले दोलखा, सिन्धुपाल्चोक, पाल्पा, रूपन्देही, नवलपरासी, पूर्व नवलपरासी, पश्चिम डोटी, कैलाली र आसपासका जिल्ला हुँदै बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम उच्च सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ। यो पटक पनि दशैंको समयमा पानी पर्ने सम्भावना अधिक देखिएको मौसमविदहरू बताउँछन्। अझै 2 साता मनसुन नेपालमा रहने भएकाले बाहिरिने बेलामा सक्रियसँगै दशैंको समयमा पानी पर्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाको भनाइरहेको छ। पछिल्ला केही वर्षदेखि मनसुन भदौ र असोजमा सक्रिय हुन थालेको छ। जलवायु परिवर्तनका कारण मनसुनमा फेरबदल भएको विज्ञहरू बताउँछन्। गत 3 वर्षको तथ्याङ्कलाई हेर्दा पनि त्यही अवस्था देखिन्छ। गत 3 वर्षदेखि नै भदौ असोजमा पानी परेको देखिन्छ। यो पटक पनि दशैं 16 गते रहेको छ। त्यति बेला पानी पर्ने सम्भावना अधिक देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो हप्ताभरि नै पानी पर्नेछ र अर्को हप्ता दशैं पर्ने भएकाले त्यति बेला पनि पानी पर्न सक्ने मौसमविदहरूको भनाइरहेको छ। हिले दशैं हुन सक्ने भन्दै त्यति बेला सावधानी अपनाउन समेत अनुरोध गरिएको छ। पछिल्लो समय मनसुनमा आएको फेरबदलका कारण खेतीपातीमा समेत असर पर्न थालेको विज्ञहरू बताउँछन्।